नेपालमा नोटबुक बनाउने बिजनेसको सम्भावना कतिको छ? यो बिजनेसमा फाइदा कतिको हुन्छ? नोटबुक बिजनेस सुरु गर्न लगानी कति चाहिन्छ? यदि तपाईँ यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ सही ठाउँमा आइपुग्नु भएको छ। नमस्कार, म मेगा सेओ एमडी विजय बोहरा आज पनि नयाँ बिजनेस आइडिया लिएर उपस्थित भइसकेको छु। आजको भिडियोमा कुरा गरौँ तपाईले चासो राख्नु भएको बिजनेस नोटबुक उद्योगको बारेमा। सबैभन्दा पहिला कुरा गरौँ नोटबुक बनाउने बिजनेसको सम्भावनाको बारेमा। स्कुल होस् या कलेज, अफिस होस् या कम्पनी, जुनसुकै ठाउँमा नोटबुक चाहिन्छ। नोटबुक बेच्नको लागि न कुनै सिजन चाहिन्छ न कुनै चाडपर्व चाहिन्छ। यो बिजनेस सदाबहार चल्ने बिजनेस हो। तर आजको दिनमा पनि ठुलो सङ्ख्यामा नोटबुकहरू चाइना र इन्डियाबाट नेपालमा आइरहेका छन्। यसको मतलब नेपाली बजारमा जति नोटबुक बिकिरहेका छन् त्यसको लागि पर्याप्त हुने नोटबुक बनाउने उद्योगहरू छैनन्। त्यसैले नेपालमा यो बिजनेसको निकै राम्रो सम्भावना रहेको छ। अब कुरा गरौँ नोटबुक बनाउने बिजनेसमा लगानी कति चाहिन्छ। नोटबुक बनाउने उद्योग सुरु गर्नको लागि सबैभन्दा पहिला तपाईले मेसिनहरू छनौट गर्नुपर्ने हुन्छ, किनकि मेसिनको क्षमता र गुणस्तर अनुसार लगानीमा धेरै फरक पर्न जान्छ। नेपाली बजारमा यस्ता नोटबुक बनाउने मेसिनहरू विशेष गरी 3 प्रकारका हुन्छन्, जसमध्ये म्यानुअल मेसिन, सेमी अटोमेटिक मेसिन र फुल्ली अटोमेटिक पर्दछन्। म्यानुअल मेसिन हातको माध्यमले चलाउनु पर्ने हुन्छ, जसको मूल्य नेपाली बजारमा 3 लाखदेखि 4 लाख रुपियाँसम्म पर्छ। यो मेसिन बिजुलीको सुविधा नभएको ठाउँमा पनि चलाउन सकिन्छ, तर यो फुल्ली म्यानुअल मेसिन भएको कारणले गर्दा खासै धेरै उत्पादन गर्न सकिँदैन। सेमी अटोमेटिक मेसिनहरू विभिन्न क्षमताका हुने गर्छन्। मेसिनको क्षमता र गुणस्तर अनुसार यस्ता सेमी अटोमेटिक मेसिनहरूको मूल्य नेपाली बजारमा 8 लाखदेखि 9 लाख रुपियाँसम्म पर्छ। त्यसै गरी फुल्ली अटोमेटिक मेसिनहरू विभिन्न क्षमता अनुसारका हुन्छन्। मेसिनको क्षमता र गुणस्तर अनुसार अटोमेटिक मेसिनको मूल्य नेपाली बजारमा 20 लाखदेखि 30 लाख रुपियाँसम्म पर्न जान्छ। यो मेसिनबाट अत्याधिक मात्रामा उत्पादन गर्न सकिन्छ। यो मेसिनले प्राय जसो सबै काम आफै गर्छ। यो मेसिनमा एकपट्टिबाट कागज हाल्यो भने अर्कोपट्टिबाट कापी बनेर रेडी हुन्छ। फुल्ली अटोमेटिक मेसिनले त यसरी काम गर्छ, सेमी अटोमेटिकले कसरी काम गर्छ भन्ने हजुरलाई लाग्न सक्छ। सेमी अटोमेटिक मेसिनको लागि स्टिचिङ मेसिन, बेन्डिङ मेसिन, पेपर कटिङ मेसिन र एच स्क्वायरिङ मेसिनको आवश्यकता पर्छ। सेमी अटोमेटिक मेसिनले प्रति घण्टा 500 पिससम्म नोटबुक उत्पादन गर्न सक्छ भने अटोमेटिक मेसिनले 1000 पिसभन्दा माथि उत्पादन गर्न सक्छ। अब कुरा गरौँ नोटबुक बनाउने कच्चा पदार्थको बारेमा। नोटबुक बनाउने कच्चा पदार्थ विभिन्न साइज र विभिन्न क्वालिटीका हुने गर्छन्। यस्ता कच्चा पदार्थ खरिद गर्दा पेपरको क्वालिटी र साइजको बारेमा ध्यान दिनुपर्ने हुन्छ। तपाईले बजारमा धेरै किसिमका कच्चा पदार्थहरू पाउनुहुनेछ। त्यस्ता कच्चा पदार्थ खरिद गर्दा जीएसएममा एकदमै ध्यान दिनुपर्ने हुन्छ, किनकि तपाईले किनेको कागजबाट नोटबुक कापी लगायत कुन सामान उत्पादन गर्ने भन्ने कुरा पेपरको जीएसएमले नै भर पार्छ। जस्तो कि तपाईलाई कापी बनाउनको लागि भित्रको पन्ना जति पातलो चाहिन्छ त्यति नै पातलो बाहिरी कभर हालेर हुँदैन। यसको मतलब तपाईलाई कापी भित्रको पानाहरूको जीएसएम र बाहिरी कभरमा लाग्ने कागजको जीएसएमको बारेमा राम्रो नलेज हुन जरुरी हुन्छ। नोटबुक कापी बनाउने कच्चा पदार्थको मूल्यको बारेमा कुरा गर्ने हो भने साइज र क्वालिटी हेरेर नेपाली बजारमा प्रति केजी 110 देखि 190 रुपियाँसम्म पर्न जान्छ। अब तपाईसँग मेसिन पनि भयो, कच्चा पदार्थ पनि भयो, तर नोटबुक उत्पादन कसरी गर्ने भन्ने ज्ञान नहुन सक्छ। तपाईँ पहिलोचोटि बिजनेस सुरु गर्दै हुनुहुन्छ भने पक्कै पनि सुरुमा समस्या आउन सक्छ। त्यसैले आफूले मेसिन तथा कच्चा पदार्थ किन्नुभन्दा पहिले नै बिक्रीकर्ता कम्पनीसँग मेसिन चलाउन र उत्पादन गर्ने तालिम दिनको लागि कागज गराउनुपर्छ। नत्र मेसिन र कच्चा पदार्थ मात्रै किनेर नोटबुक बनाउने प्रोसेसै थाहा भएन भने कसरी उत्पादन गर्न सकियो र? यदि तपाईँ यो बिजनेस सम्बन्धी अरू कुरा बुझ्न चाहनुहुन्छ अथवा मेसिन तथा कच्चा पदार्थ चाहियो भने हामीलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ। हामीलाई सम्पर्क गर्नको लागि यहाँ देखिएको नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुनेछ भने सिधै मेगा सेवाको वेबसाइटमा गएर पनि भिजिट गर्न सक्नुहुनेछ। अब तपाईँ कुन बिजनेसको बारेमा भिडियो हेर्न चाहनुहुन्छ तल कमेन्ट बक्समा लेखिहाल्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। तपाईँको सोचलाई सधैँ पोजिटिभ बनाउनुहोस्। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। अहिलेलाई हवस् त, बाई बाई।